हे आमा माता साल्पा देवी, हजुरको कमल चरणमा कोटी कोटी बिन्ती नमस्कार गर्दछु। हे आमा हजुर कसरी? हे आमा, हे प्रभु, हे माता रानी, हे आमा, हे माता रानी, हे आमा, हे माता रानी, हे माता रानी आमा, हे आमा, हे माता रानी, हे आमा, शक्ति की शाली, शक्तिशाली, दया की सागर, करुणा की सागर, शक्ति रूपिणी देवी, हजुरको स्थानमा हामी कसरी आयौँ हजुरलाई थाहा छ। हे माता आमा, हे देवी, हजुरको कमल चरणमा धन्य कोटी कोटी बिन्ती नमस्कार गर्दछु। माता आमा बिस्तारी हिँडौँ न, जाउँ न। हे आमा, मान्छे हुन्छ भनेर पर्खाल लगाइदिएछ भने हो रहेछ। हिँड्नु। पुरै पर्खाल लगाइदिएछ। हे आमा, हे देवी, हामी अन्त्यमा 5 दिनको हिँडाइपछि भोजपुरको साल्पा देवी शक्तिशाली एउटा शक्तिपीठ आज वैशाख पूर्णिमाको दिन 5 दिन लगाएर हामी यसरी साल्पा माताको कमल चरणमा आइपुग्यौँ। हामी हिँड्दैछौँ, आमा पनि हिँड्दै हुनुहुन्छ, दिदी यताबाट आउँदै हुनुहुन्छ। हामी माता रानीको शक्ति अपरम्पार छ। साल्पा देवी मातालाई जसले जे माग्नुहुन्छ त्यो पुरा हुने यहाँ सत्य हुनुहुन्छ। चारैतिर गुराँस ढकमक्क फुलेको बेलामा साल्पा देवी माता रानी अहिले भरे ढोक्न आइज न, पानी पर्न आँट्यो। यहाँ आँगनमा अवस्थित हुनुहुन्छ। ओह्रालोमा लड्ला बिस्तारी आइज, चिप्लो छ एकदम बिस्तारी। देवीको शक्ति अपरम्पार छ। हे आमा, हे माता दिदी आउँदै हुनुहुन्छ माथिबाट दर्शन गर्न। बिचारा दिदी पनि 5 दिनसम्म हिँड्दा हिँड्दा खुट्टाहरू सबै एकदमै थाकिसकेको छ। हामी सबैको बोल्न सक्ने शक्ति पनि छैन। एकमाथि आज व्रतको बेलामा 4-5 दिन भयो राम्रोसँगले खाना पनि नखाएको। हामीले बाहिर होटलको खाना मिठो नहुने। यसरी हामी माता रानीको आँगनमा 4 पाइला टेकेर, 4 खुट्टाले 4 हातले टेकेर लड्दै बढ्दै नाक छुने चुचुरो विशाल चुचुरो 10वटा जति 15वटा जति पहाड हामीले हिँड्यौँ होला। विशाल विशाल पहाड हामीले हिँडेर आज हामी सफल भएको छौँ। साँच्चै नै मेहनत गऱ्यो भने के नहुने रहेछ, आँट गऱ्यो भने के नहुने रहेछ। हाम्रो आँट, हाम्रो मेहनत, हाम्रो परिश्रमले आज हामी शक्तिशाली माता रानीको दर्शन गर्न आउन पायौँ। धन्यवाद माता रानी, हजुरको कमल चरणमा कोटी कोटी दिदी आउँदै हुनुहुन्छ। आउनु।